हेलो एभ्रिवान, गुड मर्निङ। वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ। यो भिडियो चाहिँ लास्टसम्म हेरेर सबैजनाले माया साथ सपोर्ट गरिदिनु है त। आज चाहिँ हाम्रो क्याम्पसमा बिदाई कार्यक्रम छ, त्यसको लागि चाहिँ म जाँदैछु रेडी हुन। अनि रेडी भएर देखाउँछु है त अरू बाँकी कुराहरू। म चाहिँ रेडी भएर यत्तिको भएको छु। सबैले चाहिँ गुजरात लगाउनु भन्दै थिएँ, मैले चाहिँ कपडा नै नल्याएर हेर्न धन्य टप्स ल्याएको रहेछु, त्यही भएर यो टप्स र प्यान्ट लगाएको छु। मैले चाहिँ अरूले चाहिँ के लगाएर आउँछन्, मैले त्यहाँ अनि साथीहरूले चाहिँ कुर्ता सुरुवाल लगाउने भन्दै थिएँ। ल कसले के लगाउँदो रहेछ म सबैजनाको देखाउँछु ल पछि। म चाहिँ अब रेडी भएँ, अब चाहिँ निस्किन्छु रुमदेखि। अनि निस्किँदाखेरि म क्याम्पस पुगेर देखाउँछु ल बाँकी कुरा। म चाहिँ रुमदेखि निस्किनलाई त्यहाँदेखि यता वरिपरि चाहिँ यस्तो छ, दामी छ। अनि म हजुरहरूलाई यो म बस्ने घर चाहिँ यो है, यता पछाडि चाहिँ धारा थियो। अनि म चाहिँ यहाँ आगोमा खाना पकाउँछु। यो चाहिँ किचन। अनि यो चाहिँ उताको एउटा कटेज हो, यहाँ चाहिँ खाजाहरू पाउँछ, खाजा नास्ताहरू। अनि यो चाहिँ हो म बस्ने घर यहाँ विद्यापुरको। अनि यो चाहिँ म यत्तिको रेडी भएको छु। म चाहिँ कस्तो देखेको छ भन्नु है त। चाहिँ क्याम्पस पुगे, रेखा भन्ने मान्छे चाहिँ आइसक्यो, अरू चाहिँ माथि छ। हामीलाई आज सरहरूले मार्नुहुन्छ, हामी चाहिँ लास्ट ढिला छौँ। यो चाहिँ हाम्रो कार्यक्रमको हल, हामी बसेको। देवराज दाइ हेलो गरिदिनु ल। ए बाबुको मम्मीहरू हेलो गरिदिनु त। हेलो 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 गरेँ। यहाँ गरेर लागेको हरेक कामहरूको प्रगति हुँदै जाओस् र सफलता प्राप्त हुँदै जाओस् भन्ने कामना व्यक्त गर्न चाहन्छु। र यो 4 वर्षको अवधिमा यस क्याम्पसमा हामी शिक्षक र विद्यार्थी भइरहँदा विभिन्न केही समस्याहरू अथवा केही बाध्यताहरू, मनमा खटपटहरू भएको तारामी रमेश बहादुर सावत र सन्जु साई लाइन लाग्दैन होला। अगाडि गएर ठिकै लगाइदिएको आफै टच भयो खिच्छ चाहिँ यताबाट खिच्न पर्छ नि, देखिन्न त यताबाट। नानु कसको मोबाइल लैजाऊ? कसको तिम्रो? म यहाँ
हेलो यता हेर ल अब हाम्रो बिदाई भयो हामी छुट्टी साथ सपोर्ट माया दिनु होला हाम्रो यो भिडियोलाई लास्टसम्म हेरिदिनु होला आज चाहिँ हाम्रो बिदाई कार्यक्रम थियो अनि हामीलाई त यहाँ मायाको चिनो दिइसक्नु भएको छ सरहरूले हाम्रो खाजा आइसकेको छ यहाँ म पछि युट्युबमा हाल्छु क्या भिडियो बुवा हेलो नमस्कार मेरो नाम तीर्थबहादुर साई भन्छ किन भन्ने र म सुन्नु न हेलो हेलो गाइस एउटा भिडियो बनाउँछौ हैन अनि यहाँ सबै तपाईहरु जो हुनुहुन्छ नि यो खाता लाउनु भएको छ सबैले खाता पनि लगाउनुस् मायाको चिन्ह पनि यस्तो हल्लाउनुस् हेलो सर हेलो हेलो सर अब तपाईले 15 सेकेन्डको मात्र भिडियो है तपाईको त्यो सम्झना छ भन्ने गीतमा छ नि बानी गीतमा गुच्चुको आए गुच्चुक भन्नु अब हामी पञ्चमुखी नगरपालिका भएको विद्यालय क्याम्पसमा छौँ। यहाँ प्लस टू पास गरेर सम्पूर्ण ब्याचलर चाहिँ पढ्न विद्यार्थीहरू यहाँ आइदिनु होला भनेर हामी हात दिनु गर्न चाहन्छौँ। त्यतिखेर हाम्रो ब्याचलर विद्यालय कार्यक्रम भइरहेको छ। यो विद्या कार्यक्रम गर्ने क्याम्पसलाई धन्यवाद दिन चाहन्छु है। ल हामी सबैजना साथीहरूलाई मिस गर्ने छौँ। ल हेलो म विद्यापुर क्याम्पस प्रमुख लक्ष्मीबहादुर भएक आजको विदाई कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूलाई विदाई कार्यक्रममा उपस्थित म चन्द्रप्रसाद पौडेल विभागीय प्रमुख व्यवस्थापन सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। म पुष्कर सापकोटा विद्यापुर जनता बहुमुखी क्याम्पसको शिक्षक है। नमस्ते म सोभि सभापति विद्यापुर जनता बहुमुखी क्याम्पसको 8औं सेमिस्टरको विदाई कार्यक्रममा सहभागी। हेलो नमस्कार म देवराज सिंहल 8औं सेमिस्टरको विद्यार्थी।
नमस्कार, म जनम विष्ट 8 सेमिस्टर विद्यार्थी है। धन्यवाद। हेलो म अम्सिसा हाम्रो यो मायाको चिनो विदाई कार्यक्रमको हेलो म शिवा सेना 8औं सेमेस्टरको हेलो सबैलाई नमस्कार मेरो नाम दिपा पाण्डे मायाको चिनो 8औं सेमेस्टरको हेलो म यमुना मेरो मायाको चिनो हेलो म कविता यो मायाको चिनो हेलो म भावना यो मायाको चिनो हेलो भयो नमस्ते हाम्रो आज विदाई कार्यक्रम हेलो आज हाम्रो विदाई कार्यक्रम ल सम्पूर्ण विद्यार्थीहरूलाई उत्तरोत्तर प्रगतिको कामना। हाम्रो चाहिँ यो विदाई कार्यक्रम सकियो। अब हामी चाहिँ घर जाँदैछौँ साथीहरू। यहाँ चाहिँ हुनुहुन्छ देवराज दाई, रेखा अनि म। अरू साथीहरू कोही गइसक्यो, कोही चाहिँ क्याम्पसमै छन्। हामी चाहिँ यहाँ बाटोमा छौँ। ल आजको भिडियो यति नै हो। बाई बाई। भिडियो चाहिँ साझा आउँछ, सबैजनाले हेरेर माया साथ सपोर्ट गरिदिनु होला। ल अब यो हाम्रो फाइनल सेमिस्टरको साथीहरू सबलाई सम्झना छ। अब यति त होला भेटघाट भन्ने। अनि त्यही भएर अब हाम्रो यो क्याम्पसको भिडियो चाहिँ यही हो, अन्तिम भिडियो चाहिँ। अनि त्यही भएर अब यो भिडियो चाहिँ म एडिट गरेर साझा पोस्ट गर्छु। सबैजनाले हेरेर माया साथ सपोर्ट गरिदिनु होला। केही गल्ती कमजोरी भएमा भनिदिनु होला। ल बाई बाई।